हेलो एभ्रिवान, मलाई चाहिँ आज खिचडी खानु मन लागेर बनाएको के गाइज। आज चाहिँ मैले खिचडी पकाउन लाग्यो हैन। अब आफूसँग जे सामानहरू एभाइलेबल छ त्यसलाई युज गरेर गराउन थालेको। अनि मसँग मेन भनेको घिउ चाहिँ यति मात्र बाँकी छ क्या, नेपालको घिउ चाहिँ हैन। यति छ, अहिले लास्टमा राख्छु। तर फर्स्टमा चाहिँ यो बटरबाट घिउ बनाएको क्या मैले, त्यो युज गर्छु हैन। गाजर यो मेरो बारीको टमाटर हैन, मैले फ्रोजन गरेर राखेको थिएँ कि। तर यो हाल्छ कि हाल्दैन थाहा छैन। अनि मलाई ससेज मनपर्ने भएर ससेज पनि हाल्न थाल्यो है। चाहिँ चामल भिजाएर राखेको थिएँ, हाल्छु। सरी, बट मैले यो हाल्न बिर्सेँ। अहिले हाले पनि हुन्छ, केही हुँदैन। हाम्रो खाना पकाउनु तरिका यही हो कि। कलर लाग्नु लाग्यो। अनि मैले टमाटर पनि हालेँ, मलाई मनपर्ने। बट मेरो रेसिपी त मान्छेले हेरेर यस्तो दाल भुट्नु पर्थ्यो होला, के गर्नु पर्थ्यो होला होइन। यो भिडियोले गर्दा मैले राम्ररी पकाउन पनि पाएन। अलिअलि राम्ररी त पकाउँथेँ। हो, तल डढ्न थालेछ मेरो। अब यसमा कहिले अदुवा लसुनको पेस्ट दियो भने हुन्थ्यो पसलमा। यसमा त मेन अदुवा हो, लसुन त होइन छ हो। अनि अदुवाको पेस्ट पनि हालेँ मैले। फर्स्टमा हालेर भुट्नु पर्थ्यो कि के गर्नु पर्थ्यो थाहा भएन होइन। यस्तोले रेसिपी बनाउँछन् हेर न। अब यसमा म बटर हालिदिन्छु, पानी हालिदिन्छु, अनि सिटी लगाइदिन्छु है। यो चाहिँ नेपालको घिउ होइन, बल्ल बल्ल जोगाइ राखेको। हाल्नु परिहाल्यो नि यति त। अब थोरै पानी एड गर्ने अनि सिटी लगाइदिने हो, अनि मेरो रेसिपी रेडी। एड गऱ्यो। अब नुन, बेसार, मसला हाल्यो। मैले के कुकरमा सिटी लगाउन थालेको, तर त्यसमा अटेन। अनि मैले राइस कुकरमा पकाएको। यस्तो बन्यो फाइनल्ली। दुईचोटि गरेर पकाएको, तर एकदमै मिठो थियो। थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिएकोमा।